दर्शकबिन नमस्कार। अहिले तपाईं हेर्दै हुनुहुन्छ नेपाली न्यूज अपडेट र हामी निर्वाचन अपडेट लिएर आइरहेका छौं र 2082 को प्रतिनिधि सभाको निर्वाचनमा का मत परिणामहरू आउने क्रम सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले एक ठाउँमा खाता खोलिसकेको छ भने अन्य केही ठाउँमा विजय भए पनि त्यसलाई निर्वाचन आयोगले औपचारिक रूपमा घोषणा गर्न बाँकी रहेका छन् र अहिलेसम्मको पछिल्लो परिणाम अनुसार चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्म 101 ठाउँमा अग्रता लिइरहेको छ र एक ठाउँमा चाहिँ जित हासिल गरिसकेको छ र यो चुनावमा चाहिँ विशेष गरी चासोको रूपमा हेरिएको झापा निर्वाचन क्षेत्र नम्बर 5 मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले नै लिड गरिरहेको अवस्था छ। झापामा राष्ट्रिय स्वतन्त्र पार्टीले का वरिष्ठ नेता बालेन्द्र शाहले चाहिँ लिड गरिरहेको अवस्था छ। दर्शकबिन बालेन्द्र शाहले झापामा 6551 मत ल्याएर चाहिँ लिड गरिरहेका छन्। त्यस्तै गरेर केपी शर्मा ओलीले 1428 मतका साथ उनलाई पछ्याउने प्रयास गरिरहेका छन्, जो नेकपा एमालेका अध्यक्ष साथै पूर्व प्रधानमन्त्री पनि हुन् केपी शर्मा ओली। त्यस्तै गरेर राष्ट्रिय स्वतन्त्र पार्टीको चर्चाको रूपमा हेरिएको अर्को निर्वाचन क्षेत्र चितवन 3 मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीकै सोभिता गौतमले लिड गरिरहेको अवस्था छ। 9879 मत प्राप्त गर्दा सोभिताले ल्याउँदाखेरि चाहिँ रेणु दाहालले 5256 मत ल्याएर चाहिँ पछ्याइरहेकी छन्। त्यस्तै गरेर अर्को चर्चाको रूपमा हेरिएको उज्यालो नेपाल पार्टीका अध्यक्ष निर्वाचनमा लडेको क्षेत्र काठमाडौँ 3 मा चाहिँ राजुनाथ पाण्डेले लिड गरिरहेको अवस्था छ। 11138 मत ल्याएका र अग्र स्थानमा छन् भने कुलमान घिसिङले चाहिँ 6699 मत प्राप्त गर्दै पछ्याइरहेको अवस्था छ। त्यस्तै गरेर चितवनमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिइरहेका छन् रवि लामिछानेले चितवनमा। त्यस्तै गरेर देशका विभिन्न भागहरूमा 101 ठाउँमा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको अवस्था छ। दर्शकबिन र यो अहिले रासोपा तर्फ देखिएको माहौललाई हेर्ने हो भने दर्शकबिन राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ स्पष्ट बहुमत ल्याउन सक्ने अनुमान गरिराखिएको छ। यद्यपि यो पूर्ण नतिजा भने होइन। त्यस्तै गरेर राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले पनि अग्रता लिइरहेका छन्, 2928 मत प्राप्त गर्दै भने। त्यस्तै गरेर गोविन्द भट्टराईले चाहिँ 1657 मत प्राप्त गरेका छन्। त्यस्तै इन्दिरा राणा झापा 2 मा लिड गरिरहेकी छिन्। देवराज घिमिरेले 531 मत प्राप्त गर्दा इन्दिरा राणाले चाहिँ 2960 मत ल्याएर अग्रता गरिरहेको अवस्था छ। दर्शकदिनमा राष्ट्रिय स्वतन्त्र पार्टीका चाहिँ प्राय सबै उम्मेदवारहरूले लिड गरिरहेको अवस्था छ। अर्को चाहिँ निकै चर्चाको रूपमा हेरिएको निर्वाचन क्षेत्र भक्तपुर 2 जहाँ महेश बस्नेत नेकपा एमालेका सचिव चुनावी मैदानमा उत्रेका थिए। त्यहाँ चाहिँ उनले राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट चुनाव लडेका राजीव खत्रीले चाहिँ 11049 मत ल्याएर अग्र स्थानमा छन् भने महेश बस्नेतले 3116 मत ल्याउँदै पछ्याइरहेको अवस्था छ। र रवि लामिछानेको अपडेट गराउन चाहन्छु म। रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति जसले चितवन 2 मा 17412 मत ल्याउँदा एमालेका अश्विनी घिमिरेले चाहिँ 5037 मत ल्याएर उनलाई पछ्याइरहेको अवस्था छ। दर्शकदिन देशभरका निर्वाचन अपडेटहरू लिएर हामी तपाईहरुमाझ निरन्तर आइ नै रहनेछौँ। हाम्रो यो टिकटक त्यस्तै गरेर फेसबुक अनि युट्युब च्यानललाई लाइक शेयर र कमेन्ट गर्दै रहनुहोला र निर्वाचन सम्बन्धी अपडेट पाउँदै गर्नुहोला भन्दै अहिलेको बसाइबाट बिदा हुन चाहन्छु। हस्त नमस्कार।